यो कस्तो खालको पूजा हो जुन कि जङ्गलमा मात्र गर्नुपर्ने। हेलो नमस्ते एभ्रिवान, मेरो नाम छ प्रशान्त राई र आज चाहिँ रहेको छ डे 17 अफ 30 डेज मिनी ब्लग च्यालेन्ज। सो टक्क लाएर म चाहिँ बिहान उठ्ने बित्तिकै चाहिँ टक्क लाएर हेर्न सक्नुहुन्छ मुख सुख यसो फ्रेस भएर म चाहिँ लागेँ मामाली गाउँतिर, किनभने मामालीमा चाहिँ आज चाहिँ पूजा छ। अनि म चाहिँ टक्क लाएर पुगिसकेको छु पूजा गर्ने ठाउँमा, हेर्न सक्नुहुन्छ है, जुन कि यो चाहिँ जङ्गलमा चाहिँ। अनि त्यसपछि म चाहिँ यहाँ मेरो साथीसँग टक्क लाएर बसिरहेको छु। अनि त्यसपछि यहाँ चाहिँ हाम्रो प्लेटमा चाहिँ यहाँ चाहिँ टक्क लाएर चाहिँ चिउरा र मासु हाल्ने पालो आइसकेको छ। अनि त्यसपछि तपाईँहरूले लाग्न सक्छ यो चाहिँ किन जङ्गल मात्र गर्नुपर्ने भनेर। सो यसलाई चाहिँ हामीले चाहिँ भन्छौँ संसारी पूजा है। संसारी माया विचित्र भन्ने गीत छ नि, हो त्यसै गरेर संसारी पूजा हो यो चाहिँ, जुन कि हामीले चाहिँ जङ्गलमा मात्र गर्नुपर्ने। अनि त्यसपछि हामीले चाहिँ चिउरा सबैमा चिउरा हालिसकेपछि हामीले चाहिँ टक्क लाएर माछा हाल्न थाल्यौँ। यो पोकाको तपाईँहरूले देखिराख्नु भएको चाहिँ यो चाहिँ घरको प्रसादको लागि हो र हामीले चाहिँ प्रसाद पनि बाँड्दैछौँ, यहाँ हेर्न सक्नुहुन्छ। हामीले चाहिँ यहाँ सबै प्रसाद बाँडिसकेपछि चाहिँ हामीले फेरि खाना थाल्यौँ, यहाँ हेर्न सक्नुहुन्छ। भाइहरू टक्क लाएर मस्त तरिकाले आफ्नै आफ्नै धुनमा खाँदैछ भने हेर्न सक्नुहुन्छ टक्क लाएर। र त्यसपछि पूजा सकिसकेपछि चाहिँ म हेर्न सक्नुहुन्छ आएँ म चाहिँ मामाली घर। यो देखिराख्नु भएको चाहिँ यो मेरो मामाली घर हो। अनि त्यसपछि चाहिँ मैले चाहिँ मामालीबाट चाहिँ मकै उकाएर चाहिँ मैले घर लानुपर्ने थियो। सो त्यही भएर म चाहिँ यहाँ हेर्न सक्नुहुन्छ मकै उकाउँदैछु। सबै मकै उकाइसकेपछि हेर्न सक्नुहुन्छ म चाहिँ लोकल स्टाइलमा चाहिँ ड्याङ कुट्दैछु। अनि त्यसपछि कुटिसकेपछि चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ यस्तो अवस्थामा हुन्छ। अनि त्यसपछि यो देखिराख्नु भएको दागलाई चाहिँ मैले चाहिँ टक्क लगाएर सबै उठाइसकेपछि हेर्न सक्नुहुन्छ मकै चाहिँ यस्तो अवस्थामा छ। र मैले मकैलाई चाहिँ बोरामा हालेर ल्याउँदै थिएँ टक्क हेर्न सक्नुहुन्छ। हाम्रो बारीमा त दिदी र मम्मीले त मकै पो गर्दै हुनुहुँदो रहेछ त। अनि त्यसपछि हेर्न सक्नुहुन्छ मैले बारी गएर चाहिँ एक डोको झार ल्याएँ टक्क लाएर हेर्न सक्नुहुन्छ। र अनि त्यसपछि म चाहिँ घर आएर चाहिँ टक्क लाएर सुँगुरहरूलाई झार चाहिँ बाटेर चाहिँ म चाहिँ यता टक्क लाएर बसिरहेको छु। सो आजको लागि चाहिँ यति नै, टाटा बाई बाई गाइस, हामी भेट्छौँ नेक्स्ट भिडियो।